के तपाईँ फिफा विश्वकप फुटबल लाइभ हेर्नको लागि विभिन्न साइट तथा लिङ्कहरूमा क्लिक गर्नुका साथै विभिन्न एपहरू इन्स्टल गर्दै हुनुहुन्छ? सावधान रहनुहोला। यदि तपाईँ विभिन्न एपहरू इन्स्टल गरेर अथवा विभिन्न वेबसाइटभित्र गएर फुटबल लाइभ हेर्नु नै पर्छ भने त्योभन्दा पहिला केही सुरक्षा चेकजाँच अनिवार्य गर्नुपर्ने हुन्छ। जुन 12 देखि सञ्चालन भइरहेको फिफा विश्वकप 2026 को लाइभ स्ट्रिमिङ, अनलाइन बेटिङ जस्ता गतिविधिहरूलाई लक्षित गरी साइबर अपराधीहरूले फिसिङ, अनलाइन ठगी, बैंक तथा वित्तीय ठगी, नक्कली वेबसाइट तथा मोबाइल एप सञ्चालन र मालवेयर वितरण गरी विभिन्न प्रकारका साइबर आक्रमणहरू गरिरहेको हुँदा आफ्नो डिजिटल सुरक्षामा ध्यान दिनु आवश्यक छ। यदि तपाईलाई विभिन्न एपको माध्यम अथवा कुनै पनि वेबसाइटमा गएर फुटबल लाइभ हेर्नु नै पर्छ भने त्योभन्दा सुरुमा कुनै वेबसाइटभित्र प्रवेश गर्नभन्दा पहिले केही सुरक्षा उपायहरू अपनाउनु पर्ने हुन्छ। आज म त्यसकै बारेमा जानकारी गराउँदैछु। कुनै पनि लिङ्कमा क्लिक गर्न अथवा कुनै पनि क्युआरहरू स्क्यान गर्नभन्दा पहिला तपाईले यी सुरक्षा जाँचहरू गर्नुपर्ने हुन्छ। त्यसको लागि गुगल प्ले स्टोरबाट मुभी आर्मर भन्ने एप छ, त्यसलाई डाउनलोड गर्नुपर्ने हुन्छ। इन्स्टल गरिसकेपछि यसलाई खोल्नु होला। गुगलबाट साइन इन पनि गर्न सक्नुहुन्छ। अब यसमा गइसकेपछि हजुरले आफ्नो फोन चाहिँ कतिको सेक्युर छ भनेर चेक गर्न पनि सक्नुहुन्छ। सेक्युर योर फोनमा गएर हजुरले क्लिक गर्नुभयो भने हजुरको फोनमा चाहिँ कतिको सेक्युर छ, कुन कुन एप छन्, के पर्मिसन लिइरहेको छन्, कति एप चाहिँ रिस्क छन्, कति चाहिँ लो रिस्क छन्, कति हाई रिस्क छन्, स्ट्याटस देखाउनेछ। अब यहाँ भएको सुरुमा क्युआर कोड स्क्यानको लागि क्युआर कोड स्क्यानमा जानु होला र आफूले स्क्यान गर्न चाहेको क्युआर कोडलाई सिलेक्ट गर्नु होला। क्युआर कोड स्क्यान गरिसकेपछि स्क्यान वेबसाइट गर्नुभयो भने उक्त वेबसाइट चाहिँ कुनको हो, कति रिस्क छ भनेर सबै देखाउनेछ। जस्तो यहाँनिर रिस्क एनालाइसिसमा ग्रिन सिग्नल देखायो भनेपछि यो क्युआर चाहिँ सेफ रहेछ, रेड देखायो भने रिस्क छ भन्ने बुझिन्छ, येल्लो रेड देखायो भने रिस्क छ भन्ने बुझिन्छ। अब हजुरको वाइफाई कनेक्ट छ भने हजुरको वाइफाई कतिको सेक्युर छ पनि चेक गर्न सक्नुहुन्छ। अनि अर्को छ वेबसाइट स्क्यान। वेबसाइटमा जानुभयो र हजुरले आफ्नो वेबसाइट पेस्ट गरेर स्क्यान युआरएल गर्नुभयो भने उक्त वेबसाइट चाहिँ कति रिस्क छ भनेर उक्त वेबसाइटको डिटेल पनि यसरी नै देखाउनेछ। र अब कुनै ओटिपीहरू आउँछ भने हजुरकोमा ओटिपी समेत यसबाट चेक गर्न सक्नुहुन्छ। यसको साथै हजुरको डाटाहरू कति लिक भइरहेको छ, अनि एप पर्मिसनहरू के दिनुभएको छ, व्हाट्सएप चलाउँदाखेरि चाहिँ के चाहिँ सुरक्षात्मक उपायहरू अपनाउने भन्ने बारे टिप्सहरू पनि यसमा दिएको छ। यो एप चाहिँ एकदमै युजफुल एप छ। यो एपको माध्यमबाट तपाईँले सञ्जाल चलाउँदाखेरि अपनाउनु पर्ने सुरक्षा अथवा कुनै पनि वेबसाइटमा जाँदाखेरि चाहिँ एकदम सुरक्षात्मक उपायहरू अपनाउन सहयोग गर्नेछ यसले।